जब ट्रिटियमबाट बिटा पार्टिकल निस्कँदाखेरि त्यसले स्टडी गर्दाखेरि के हुन्छ भने यहाँ ट्रिटियमबाट चाहिँ बिटा पार्टिकल निस्कन्छ अनि यहाँ डिटेक्टरले डिटेक्ट गर्छ बिटा पार्टिकलको इनर्जी। अनि जब डिटेक्ट गर्छ भने के पाउँछ भने यहाँ चाहिँ बिटा पार्टिकलको इनर्जी कम हुन्छ जति चाहिँ ट्रिटियमबाट इनर्जी निस्केको हुन्छ भने केही इनर्जी चाहिँ मिसिङ भइरहेको छ। अब त्यसलाई एक्सप्लेन गर्नको लागि एउटा साइन्टिस्टले के भन्छ भने जब यहाँबाट बिटा पार्टिकल निस्किन्छ त्यही टाइममा एउटा अर्को पनि पार्टिकल निस्कन्छ जसको मास चाहिँ 0 हुन्छ, त्यो चार्जलेस हुन्छ, त्यो कसैसँग इन्टरेक्सन गर्दैन, त्यसको पेनिट्रेटिङ पावर हाई हुन्छ, जुन पनि अब्जेक्टलाई अर्थलाई त्यो इजिली चाहिँ छिरेर गइहाल्छ, त्यसले कसैले रोक्न सक्दैन, त्यस्तो भन्छ। अनि फेरि केही दिनमा के एउटा अर्को साइन्टिस्टले के भन्छ भने अनि त्यसको नाम एउटा साइन्टिस्टले दिन्छ कि त्यो पार्टिकल भनेको न्युट्रिनो हो। अनि केही दिनपछि फेरि एउटा यस्तो अवधारणा आउँछ भने यो न्युट्रिनोको चाहिँ 3टा फेभर हुन्छ। जब चाहिँ मानौँ न सनबाट न्युट्रिनो निस्किरहेछ भने त्यो अर्थसम्म पुग्दासम्म चाहिँ अर्को चाहिँ न्युट्रिनोमा कन्भर्ट भइरहेको हुन्छ। जब इलेक्ट्रोन न्युट्रिनो निस्कियो आउँदा चाहिँ अर्थमा चाहिँ म्यु न्युट्रिनो या टाउ न्युट्रिनोमा कन्भर्ट भइहाल्छ, यस्तो भन्छ। अनि जब यो कन्भर्ट भइरहेछ एउटा पार्टिकलबाट अर्को पार्टिकलमा भने त्यहाँ त मास हुन्छ नै, किनभने मास भएपछि मात्र पोसिबल हुन्छ एउटा पार्टिकलबाट अर्को पार्टिकलमा बन्नको लागि। यति कन्सेप्ट आउँछ। त्यसपछि अब फेरि कुरा आउँछ भने यसले अब आइडेन्टिफाई कसरी गर्ने। अब एउटा एटमलाई लिने हो भने त 99% भ्याकुम नै हुन्छ, 1% मात्र एटमको टोटल स्पेस हुन्छ एउटा एटमको साइज हेर्न हो भने, त्यस्तो हुन्छ। अब के मानिन्छ भने जुन पनि अब्जेक्टलाई न्युट्रिनो चाहिँ इजिली चाहिँ छिरेर गइरहेछ भनेको पेनिट्रेटिङ पावर त एकदम त्यसको हाई छ, त्यसलाई कसैले रोक्न सकिरहेको छैन। अब के कन्सेप्ट ल्याउँछ भने अब जब हामी अर्थको भित्र जब यसलाई एक्सपेरिमेन्ट गर्छौँ भने के हुन्छ भने अरू जुन रेडिएसन हुन्छ त्यो सबै रेडिएसन चाहिँ अर्थले चाहिँ रोकिदिन्छ, छेकिदिन्छ, मात्र जुन न्युट्रिनो पार्टिकल हुन्छ त्यो मात्र त्यो अर्थको भित्रबाट छिरेर जान्छ, यस्तो कन्सेप्ट ल्याउँछ। अनि त्यसपछि अर्थको भित्र चाहिँ एउटा चाहिँ ठुलो ट्याङ्क राख्छ, 1 किलोमिटर गहिराइमा एउटा ठुलो ट्याङ्क राख्छ जसमा चाहिँ 50,000 टन जति शुद्ध पानी राख्छ। अनि त्यसमा 10,000 जति चाहिँ सेन्सरहरू राख्छ। अनि जब के सोच्छ भने जब यो न्युट्रिनो पार्टिकल एउटाबाट अर्कोमा कन्भर्ट हुन्छ त्यो टाइममा केही न केही त इनर्जी निस्किन्छ। अनि त्यो इनर्जीलाई हामी यदि पत्ता लगाउन सक्यो भने हामी चाहिँ बिटा पार्टिकल एक्जिस्ट गर्छ भने हामी फाइन्ड आउट गर्न सकिन्छ। त्यो कन्सेप्टबाट त्यसलाई सबै आफ्नो एक्सपेरिमेन्टल अरेन्जमेन्ट सेटअप गर्छ अनि एक्सपेरिमेन्टमा हेर्छ भने जब किनभने लाखौँ सङ्ख्यामा चाहिँ न्युट्रिनो आइरहेको हुन्छ, लाखौँ सङ्ख्यामा न्युट्रिनो आइरहेको हुन्छ, त्यहाँ भनौँ न धेरै नै लार्ज नम्बरमा चाहिँ एटमहरूको वाटर मोलिकुलहरू छ भने कुनै न कुनै टाइममा त त्यो वाटर मोलिकुलमा ठोक्छ नै। अनि ठोकेपछि के हुन्छ भने निलो कलरको लाइट निस्कन्छ, त्यो लाइटलाई डिटेक्ट गर्छ अनि त्यसलाई इलेक्ट्रिकल सिग्नल मार्फत चाहिँ त्यसलाई आइडेन्टिफाई गर्छ र न्युट्रोन एक्जिस्ट गर्छ भने पत्ता लगाउँछ। यसरी चाहिँ न्युट्रिनोको डिस्कभरी हुन्छ र यसबाट चाहिँ जुन यो मिसिङ मास हुन्छ त्यो बराबरको चाहिँ मिसिङ मास चाहिँ फाइन्ड आउट गर्न सकिहालिन्छ र यो विज्ञानको एउटा ठुलो उपलब्धि नै मानिन्छ। अनि पछि त्यो जापानको साइन्टिस्ट 2 जना यो मिलेर गरेको हुन्छ, उहाँलाई चाहिँ नोबेल प्राइज पनि यो एक्सपेरिमेन्ट बापत पाउनुहुन्छ। ल हस्, धन्यवाद।